नमस्ते सबैजनालाई। हेर्नु न साथीहरू, हाम्रो घरमा सयपत्री फुल अझै पनि फुलिरहेको छ। तिहार गए पनि है, यसपालि तिहार चाँडो भयो चाहिँ क्या। हेर्नु न, भेन्डाहरू नि कति राम्रो फुलेको फलेको। उतातिर बेसार छ, यता साग छ। भेन्डा हेर्नु, भेन्डा कति राम्रो फल्यो भेन्डाहरू। यहाँ फेरि लसुन रोप्दैछन्, यहाँ काउलीको लागि। खुर्सानीहरू त भारीमा चाहिँ फुल्छ यहाँ। हेर्नु न, सयपत्री फुल कति राम्रो छ। सयपत्री फुल यहाँ अहिले बल्ल फुलेको छ। आफूलाई चाहिँदाखेरि चाहिँ 350 रुपियाँ केजीमा किनेको हो गाइज मैले। हेर्नु न कति राम्रो। बाहिर पनि त्यत्तिकै छ है। यता नि हेर्नु कस्तो ठुल्ठुलो भएको छ। कति राम्रो छ। आफ्नो जग्गा भयो आफूले नि गर्नुहुन्थ्यो, के गर्नु।